नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चाँडो महाधिवेशन गरेर अध्यक्ष फेर्नुपर्ने प्रस्ताव राखेकी छन्। शनिबार लुम्बिनीमा आयोजित कार्यक्रममा झाँक्रीले माधव नेपालप्रति गम्भीर प्रश्न उठाउँदै सङ्कटबाट भाग्न नहुने बताएकी हुन्। पार्टीमा सङ्कट छ, अध्यक्षकै बारेमा सङ्कट आयो, अब के गर्ने? उनले भनिन्, पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने हो, सङ्कट आयो भनेर भाग्ने भनेको होइन। उनले काँधमा मरेको सिनो राखेर जान नसकिने टिप्पणी समेत गरिन्। अब अर्ली महाधिवेशन गरौँ, कानुनी संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो, कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ, झाँक्रीले भनेकी छन्। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। उनले टीका लगाएर बनेको केन्द्रीय समितिबाट पार्टी नबन्ने बरु विघटन हुने बताइन्। झाँक्रीको अभिव्यक्तिप्रति एकीकृत समाजवादीका नेताहरूले आपत्ति जनाइरहेका छन्। पोलिट ब्युरो सदस्य सुरेश पराजुलीले झाँक्रीले स्टन्ट गरेको आरोप लगाए।